कम्प्लिट सी ल्याङ्ग्वेज विथ ह्यान्डबुकको कोर्स प्लेलिस्ट चलिरहेछ अनि तपाईँहरू त्यो प्लेलिस्ट कोर्स हेर्नुभएको छैन भने त्यो सुरुबाट पहिला हेर्ने अनि सेकेन्ड थर्ड अनि यहाँसम्म आउने ओके अनि राम्रोसँग बुझौँ है। सो अब लेस्ट स्टार्ट गरौँ। नमस्ते एभ्रिवान, वेलकम ब्याक टु एडभान्स लर्निङ नेपाल। आज म लिएर आएको छु कम्प्लिट सी ल्याङ्ग्वेज विथ ह्यान्डबुकको च्याप्टर 5 जुन हो फङ्सन एन्ड रिकर्सन। च्याप्टर 5 मा जानुभन्दा पहिला हामी पछाडिको रिकल गरौँ है। कम्प्लिट सी ल्याङ्ग्वेज विथ ह्यान्डबुकको च्याप्टर 5 मा हामीहरू च्याप्टर 4 मा हामीहरू लुप कन्ट्रोल एन्ड इन्स्ट्रक्सन पढ्यौँ। लुपमा हामीहरू त्यसको टाइप्स हेऱ्यौँ अनि कुन कुन टाइप्सहरू हेऱ्यौँ, वाइल लुप, डु वाइल लुप अनि फोर लुप। यो सबैको हामीहरू सिन्ट्याक्स अनि युजेज अनि प्र्याक्टिस क्वेसन गऱ्यौँ त्यो च्याप्टर 4 मा। ओके, अब हामीहरू जानेछौँ च्याप्टर 5 मा जुन हो हाम्रो फङ्सन एन्ड रिकर्सन। यो फङ्सन एन्ड रिकर्सन हजुरहरू डेली लाइफमा युज गर्नुहुन्छ। यो च्याप्टर पढिसकेपछि हजुरहरू डेली लाइफमा युज गर्न सक्नुहुन्छ। यही फङ्सन एन्ड रिकर्सनको मतलब धेरै ठुलो एप या वेबसाइट या कोडमा युज हुन्छ फङ्सन। For a programmer to track which piece of code is doing what, function is a way to have a break up code into chunks so that is possible for a programmer to reach them। भनेको के हो कि हामी ठुलो कोडलाई हामी पिस अफ कोडमा हामी फङ्सनको द्वाराले हामी टुक्रा गर्न सक्छौँ। ठुलो कोडलाई हामी इजिली हामी फङ्सनको सहायताले हामी सानो ब्लक अब कोडमा बाँड्न सक्छौँ। ओके, यसरी हामी पनि बुझ्न सक्छौँ वाट इज फङ्सन। द फङ्सन इज अ ब्लक अफ कोड विच पर्फर्म्स अ पार्टिकुलर टास्क। भनेको ब्लक अफ कोडलाई हामी पार्टिकुलर टास्कको लागि हामी फङ्सनलाई हामी बुझ्न सक्छौँ। हामी ब्लक अफ कोडलाई हामी फङ्सनको प्रयोग गर्छौँ। ठुलो टास्कको हामी ब्लक अफ कोडमा हामी राख्छौँ नि, त्यो हाम्रो फङ्सन कहलाउँछ। ओके, अब हामीहरू जानेछौँ फङ्सनको सिन्ट्याक्स पहिला हेरौँ। ओके, सिन्ट्याक्स बुझ्न सक्छौँ इजिली। यो हामी पहिला यो ह्याज इन्क्लुड स्टुडियो डट दिन्छौँ अनि यहाँ फङ्सन प्रोटोटाइपमा हामीहरू त्यो भोइड डिस्प्ले हामी फङ्सन त्यो माथि हामीहरू यहाँ लेख्नु पर्यो, त्यसलाई हामी भन्न सक्छौँ फङ्सन प्रोटोटाइप। अनि इन्ट मेनमा हामीहरू सबै काम गर्छौँ। ओके, अनि यहाँ हाम्रो फङ्सन डेफिनेसन छ। फङ्सन बनाउनेलाई फङ्सन डेफिनेसन भन्न सक्छौँ। अनि यो इन्ट मेन छ। यो इन्ट मेनमा हामीहरू यो इन्ट एलाई हामी भ्यारिएबल डिक्लेरेसन भन्न सक्छौँ। अनि यो डिस्प्ले छ नि, यो हाम्रो फङ्सन कल हो। यहाँ हेर्न सक्छौँ डिस्प्ले छ नि, यहाँ भोइड डिस्प्ले नामले एउटा फङ्सन बनेको छ अनि त्यो हामी डिस्प्ले इन्ट मेनमा हामी कल गरेको छौँ। ओके, अनि यहाँ रिटर्न लगाएको छ, यो रिटर्न स्टेटमेन्ट हो। हामी फङ्सन बनाउँछौँ अनि कल गर्छौँ, बस यति मात्र हो फङ्सन। ओके, अब फङ्सन एन्ड रिकर्सनमा एउटा क्विक क्विज गरौँ है। राइट अ प्रोग्राम अफ 3 फङ्सन। राइट अ प्रोग्राम 3 फङ्सन के छ, गुड मर्निङ फङ्सन विच प्रिन्ट्स गुड मर्निङ। ओके, अनि यो के भनेको छ, गुड मर्निङ नामले हामीलाई फङ्सन बनाउनु छ अनि प्रिन्ट गर्नु छ गुड मर्निङ। इजिली भइहाल्छ, हेरौँ कसरी गर्ने। फर्स्टमा हामी एउटा फोल्डर बनाउँछौँ कन्ट्रोल सिफ्ट एन गरेर अनि यहाँ म दिन्छु च्याप्टर 5 चाहिँ च्याप्टर 5। ओके, अब यसलाई म रन गर्छु। सो मोर अप्सनमा गएर अनि ओपन इट कोड गर्ने। ओके, अब यहाँ फाइल बनाउनु जुन नामले पनि फाइल बनाउन सक्छौँ। म यहाँ दिन्छु fun cti भने फङ्सन डट सी लगाउने लास्टमा। ओके,
अब हेरौँ फर्स्टमा त सिम्पल फन्डामेन्टल त्यो छ नि सी ल्याङ्ग्वेजको त्यो टाइप गरेको कोड सी has include less than stdio dot h ओके अब हेरौँ हामीहरू फङ्सनलाई माथि पनि लेख्न सक्छौँ या तल लेख्न पनि सक्छौँ जब हामी इन्ट मेन पछि हामी फङ्सन तल लेख्छौँ भने त्यो फङ्सनलाई हामी माथि पनि डिक्लियर गर्नुपर्छ भनेको त्यसलाई हामी फङ्सन प्रोटोटाइप भन्न सक्छौँ यसरी हेरौँ कहाँ थियो या फङ्सन प्रोटोटाइप यसरी भन्न सक्छौँ हामी पहिला इन्ट मेन हामी फङ्सन बनाएको छौँ अनि यहाँ फङ्सन यहाँ अनि फङ्सन डेफिनेसन बनाएको छ अनि यो भोइड डिस्प्ले छ नि त्यो माथि पनि डिक्लेयर गर्नु पर्यो अनि यो फङ्सन भनेको काम गर्छ ओके अब हेरौँ म माथि नै फङ्सन बनाउँछु इन्ट फङ्सन के भनेको छ बनाउनको लागि गुड मर्निङ नामले ओके त यहाँ हामी गुड मर्निङ बनाउँछौँ गुड अन्डरस्कोर MOR NG मर्निङ अनि यहाँ कोस्ट दिदिने अब यहाँ हामी ठुलो मजाला कोस्टमा हामी के गर्छौँ प्रिन्ट अफ के भनेको छ गुड मर्निङ प्रिन्ट गर्नको लागि त यहाँ गुड मर्निङ GOD गुड अनि MOR NING ओके अब यो हामी फङ्सन एउटा बनाइसक्यौँ अब यो फङ्सनलाई हामी कहाँ कल गर्छौँ इन्ट मेन फङ्सनमा हेरौँ इन्ट मेन एउटा फङ्सन बनाउँछु इन्ट मेन अनि इन्ट मेनमा हामी के गर्छौँ प्रिन्ट अफ गरिदिन्छौँ सरी प्रिन्ट अफ होइन के गरिदिने गुड मर्निङ कल गर्ने गुड मर्निङ रिटर्न RETURN रिटर्न अनि 0 सेमिकोलन हेरौँ कन्ट्रोल अल्ट एन गरौँ हेरौँ यसरी हामीहरू गुड मर्निङ प्रिन्ट गर्न सक्छौँ हामी एउटा फङ्सन बनाएको छौँ अनि त्यो फङ्सन हामी कहाँ कल गरेको छौँ इन्ट मेन फङ्सनमा यसरी पनि बनाउन सक्छौँ फङ्सन हामी इन्ट मेन फङ्सनलाई एक मिनट इन्ट मेन फङ्सनलाई हामी माथि लेख्न सक्छौँ अनि माथि लेख्दा त्यो कोड रन हुँदैन हामी माथि पनि त्यो फङ्सनलाई डिक्लेयर गर्नुपर्छ हेरौँ म जब रन गर्छु त्यो रन हुँदैन हेरौँ यहाँ हेर्न सक्छ फङ्सन इन फङ्सन मेन तर यहाँ के भनेको छ डिक्लियर छैन डिक्लिरेसन छैन तर पनि यो रिजल्ट देखाइसक्यो तर यहाँ डिक्लियर माथि गर्नुपर्छ ओके हेरौँ कसरी डिक्लियर गर्ने यो गुड मर्निङ छ नि गुड मर्निङ त्यसलाई कपी गर्ने अनि माथि यहाँ डिक्लेयर गरिदिने ठिक छ नि सेमिकोलन गरिदिने बस भइहाल्यो हेरौँ अब कन्ट्रोल अल्ट एन गरौँ हेरौँ यो फङ्सन भइहाल्यो यसरी हामीहरू माथि या तल पनि फङ्सन लेख्न सक्छौँ अनि कल गर्न सक्छौँ अब हामी नेक्स्ट हाम्रो के भनेको छ प्रिन्ट गर्नको लागि गुड आफ्टरनुन एउटा फङ्सन बनाउनु छ अनि त्यो प्रिन्ट गर्नु छ गुड आफ्टरनुन हेरौँ इजिली भइहाल्छ यो पनि यहाँ गुड आफ्टरनुन लेख्ने गुड आफ्टरनुन ठिक छ नि स्पेलिङ गुड आफ्टरनुन ओके यहाँ गुड आफ्टरनुन यहाँ पनि गुड मर्निङको ठाउँमा गुड आफ्टरनुन ओके अब यहाँ के भनेको छ गुड मर्निङ छैन यहाँ गुड मर्निङको ठाउँमा आफ्टरनुन अनि यहाँ गुड मर्निङ प्रिन्ट गर्नु छैन आफ्टरनुन प्रिन्ट गर्नु छ आफ्टरनुन ओके हेरौँ कन्ट्रोल अल्ट एन गरौँ हेरौँ यस यो प्रिन्ट पनि भइहाल्यो अब गुड नाइट फङ्सन क्रिएट गर्नु छ अनि विच प्रिन्ट गर्नु छ गुड नाइट यो हजुरहरू गर्नु होला अनि कमेन्ट बक्समा
त्यो कोड कमेन्ट गर्नु होला। ओके, अब हामी नेक्स्टमा जानेछौँ। नेक्स्ट स्लाइडमा हेरौँ। अब यो के भनेको छ, इम्पोर्टेन्ट पोइन्टमा के भनेको छ, एजुकेसन अफ सी प्रोग्राम स्टार्ट्स फ्रम मेन फङ्सन। हेरौँ, हामी जति फङ्सन क्रिएट गर्छौँ त्यो फङ्सन पहिला मेन फङ्सनबाट स्टार्ट हुन्छ। ओके, म यहाँ माथि नै पहिला डिक्लेयर गरेको छु गुड आफ्टरनुन। त त्यो डिक्लेयर भनेको त्यो रिड गर्छ, तर रिड गरिसकेपछि पहिला यसमा आउँदैन। पहिला इन्ट मेन फङ्सनलाई रिड गर्छ अनि त्यो डिक्लेयर भएको फङ्सनलाई अनि डिक्लेयर गर्छ अनि कोडलाई एक्जिक्युट गर्छ। हेरौँ, यही हाम्रो इम्पोर्टेन्ट पोइन्ट हो। ओके, अब सी प्रोग्राम क्यान ह्याभ मोर देन वान फङ्सन। मोर देन वान फङ्सन भनेको सी प्रोग्राममा हामी जतिवटा फङ्सन पनि बनाउन सक्छौँ अनि एभ्री फङ्सन गेट्स कल डाइरेक्टली अर इन्डाइरेक्टली पनि गर्न सक्छौँ। ओके, अब हामी टाइप्स अफ फङ्सनमा जानेछौँ। हाउ मेनी टाइप्स अफ फङ्सन? देयर आर टु टाइप्स अफ फङ्सन। फर्स्टमा हाम्रो छ लाइब्रेरी फङ्सन। अनि लाइब्रेरी फङ्सन एउटा युजर डिफाइन्ड फङ्सन। लाइब्रेरी फङ्सन कसलाई भन्न सक्छौँ? हामी फर्स्टै च्याप्टर 1 मा हामी पढेको थियो। लाइब्रेरी फङ्सन भनेको गेट्स, क्लियर स्क्रिन, प्रिन्ट अफ, लाइक मेन भइहाल्यो, यो सबै भइहाल्यो मेन। यसरी हेरौँ, यो हाम्रो के भनेको छ लाइब्रेरी फङ्सन। त लाइब्रेरी फङ्सन हामी एउटा प्रिन्टअपलाई मान्न सक्छौँ, रिटर्नलाई या मेनलाई। यो हाम्रो लाइब्रेरी फङ्सन हो। ओके, जुन हामी बनाउँदैन त्यो आफै बनेको हुन्छ, त्यसलाई हामी लाइब्रेरी फङ्सन भन्छौँ। अनि जसलाई हामी बनाउँछौँ त्यो हाम्रो युजर डिफाइन्ड फङ्सन भइहाल्यो। लेट्स हेरौँ, यो हामी गुड आफ्टरनुन छ नि, त्यो हामी फङ्सन क्रिएट गऱ्यौँ अनि यसलाई हामी के भन्न सक्छौँ? युजर डिफाइन्ड फङ्सन हो, राइट। युजर डिफाइन्ड फङ्सन हामी भन्न सक्छौँ। दिज आर द फङ्सन डिक्लेयर एन्ड डिफाइन्ड बाई द युजर। युजरबाट हामी बनाउँछौँ त्यो फङ्सनलाई हामी युजर डिफाइन्ड फङ्सन भन्न सक्छौँ। ओके, अब नेक्स्ट हेरौँ, वाइ युज फङ्सन। फङ्सन किन युज गर्छ? टु एभोइड रिराइटिङ द सेम लजिक एन्ड एगेन एगेन। बार बार कामको लागि सेम त्यही लजिक प्रयोग गर्नको लागि हामी फङ्सन प्रयोग गर्छौँ। त्यो हटाउनको लागि, एभोइड गर्नको लागि हामी फङ्सन प्रयोग गर्छौँ। अन्डरस्ट्यान्ड? अब हेरौँ, भनेको के छ कि सी प्रोग्राम को ट्र्याक भनेको कस्तो हुनुहुन्छ अनि यो प्रोग्राम कस्तो हुनुपर्छ त्यो अनुसार हामी फङ्सनको त्यस्तो अवस्थामा हामी फङ्सन प्रयोग गर्छौँ। राम्रो कस्तो देखिन्छ अनि त्यो लजिकमा अनि कस्तो ट्र्याक हुनु पर्यो त्यस्तो अवस्थामा हामीहरू फङ्सनको प्रयोग गर्छौँ। टु टेस्ट एन्ड चेक लजिक इन्डिपेन्डेन्टली। टेस्ट एन्ड लजिक चेक गर्नको लागि हामीहरू फङ्सनको प्रयोग गर्छौँ, इन्डिपेन्डेन्टली पनि प्रयोग गर्छौँ। यसरी अब यहाँ के भनेको छ क्विजमा हेरौँ। युज द लाइब्रेरी फङ्सन टु क्यालकुलेट द एरिया अफ स्क्वायर विथ साइड ए। लाइब्रेरी फङ्सनको मद्दतले हामीहरूलाई के भनेको छ, क्यालकुलेट अफ एरिया अफ स्क्वायर। स्क्वायरको एरिया हामीलाई क्यालकुलेट गर्नु छ, त्यो पनि लाइब्रेरी फङ्सनबाट। हेरौँ फर्स्टमा त हामीहरू यसलाई हटाउँछौँ अनि कोड टाइप गर्छु सिफ्ट हेज इन्क्लुड लेस देन stdio.h। ठिक छ। अब यहाँ के भनेको छ एरिया अफ स्क्वायरको त्यो पनि युज लाइब्रेरी फङ्सन। त लाइब्रेरी फङ्सनमा हामीहरू पढेको थियो कि POW पावर स्क्वायर गर्नको लागि या कसैको क्युब गर्नको लागि या कसैको साइन थीटा या कस थीटा निकाल्नको लागि हामीहरू लाइब्रेरी फङ्सन धेरै थियो। त्यो अन्तर्गत हामी math.h एउटा युज फङ्सन पढेको थियो। जस्तै हेज इन्क्लुड studio.h छ नि, त्यो हेज इन्क्लुड studio.h मा के पर्छ, प्रिन्टअप पर्छ
लाइक रिटर्न फङ्सन यो सबै पढ्छ। त यस्तै हामीहरू एउटा पढेको थियो सिफ्ट ह्याज इन्क्लुड स्टुडियो डट सिफ्ट ह्याज इन्क्लुड म्याथ डट एच ठिक छ। हामी सिफ्ट ह्याज इन्क्लुड म्याथ डट एच हामी त्यो अन्तर्गत के आउँछ हाम्रो पावर आउँछ। अनि पावरको मतलब हामीहरू एरिया अफ स्क्वायर अफ एरियाको प्रिन्ट गर्न सक्छौँ। हेरौँ कसरी। अनि इन्ट मेन फङ्सन एउटा बनाउने अनि इन्ट मेनमा हामीहरू के गर्छौँ इन्ट मेनमा हामीहरू यहाँ इन्टमा एउटा भ्याल्यु राख्छौँ एज इक्वल टु 5 मानौ 5 ठिक छ। अब यहाँ हामी के प्रिन्ट अफ गर्छौँ प्रिन्ट अफमा हामी के गर्छौँ स्क्वायर अफ एरिया स्क्वायर अफ रुट होइन यहाँ स्क्वायर अफ एरिया राखौँ एरिया ओके। अनि पर्सेन्टेज डी अनि यहाँ पावर राखौँ पिओडब्ल्यू पावर ठिक छ। अब यहाँ यसलाई रिटर्न गर्नु रिटर्न हेरौँ यहाँ म के गरेको छु फर्स्टमा एउटा म्याथ डट एचमा हामी एउटा फङ्सन क्रिएट गरेको छु पिओडब्ल्यू नामको पावर। अनि त्यो पावरको मतलब हामीहरू त्यो 5लाई 5को स्क्वायर गरिदिन्छ। एमा 5 आउँछ अनि 2को माथि 5को माथि 2 आउँछ नि त्यो भनेको स्क्वायर भयो अरे। अनि स्क्वायर अफ एरिया भनेको अनि यो यहाँ हामी पर्सेन्टेज डी लेख्न सक्दैनौँ किनकि पावर फङ्सन छ नि त्यो डबलको फर्ममा रिजल्ट दिन्छ। त्यस कारण हामीहरू यहाँ पर्सेन्टेज एफ दिन्छौँ। अनि यो 2f भनेको दुईवटा नाम पोइन्ट भन्दा हामी दुईवटा भ्याल्यु लिन्छौँ त्यसको लागि हामी डट 2f लगाउँछौँ ओके। अब यसलाई रन गरौँ कन्ट्रोल अल्ट एन यहाँ के भनिरहेछ हेरौँ ह्याज इन्क्लुड रिटर्न यहाँ 0 हुन्छ भइहाल्यो। सरी कन्ट्रोल जेड ट्याब कन्ट्रोल अल्ट एन गरौँ हेरौँ अब भइहाल्यो 5 को स्क्वायर हाम्रो 25 हुन्छ। हेरौँ स्क्वायर अफ एरिया इज 25। यसरी हामीहरू लाइब्रेरी फङ्सनको यो हामी लाइब्रेरी फङ्सन युज गरेका छौँ। लाइब्रेरी फङ्सनको मतलब हामीहरू स्क्वायर अफ एरिया हामी प्रिन्ट गर्न सक्छौँ ओके। अब हेरौँ अब आउँछ हाम्रो रिकर्सन। यो रिकर्सन फङ्सन यस्तो फङ्सन हो जुन आफै फङ्सनमा आफैले कल गर्छ। हेरौँ यो फङ्सन थियो हामी फङ्सन बनाऊ भनेको यी फङ्सन थियो जुन हामी कल गर्थ्यो इन्ट मेनमा। तर यो रिकर्सन फङ्सन छ नि त्यो आफै फङ्सनमा आफैले कल गर्छ। हेरौँ यसरी हेर्न सक्छौँ अ फङ्सन डिफाइन इन अ क्यासी क्यान कल इट सेल आफैमा दिस इज कल्ड रिकर्सन। यसरी हामी बुझ्न सक्छौँ अ फङ्सन कलिङ इट सेल्फ इज अल्सो कल्ड रिकर्सिभ फङ्सन। कलिङ इट सेल्फ इज कल्ड रिकर्सिभ फङ्सन हामी बुझ्न सक्छौँ। इक्जाम्पलको रूपमा हामीहरू लिन सक्छौँ भेरी गुड इक्जाम्पल इज फ्याक्टोरियलको हामीहरू धेरै राम्रो इक्जाम्पल हेर्न सक्छौँ। फ्याक्टोरियल n इज इक्वल टु 1 इन्टु 2 इन्टु 3 डट एनसम्म अनि यो इजरबाट हुन्छ। अनि यो फ्याक्टोरियल 1 इन्टु 2 इन्टु 3 अनि डट एन माइनस भनेको नम्बर छ नि त्यो घट्दै 1 घट्दै गएको छ अनि फेरि इन्टु
हुँदै गएको छ अनि त्यो हामी यो फर्मुलाको मतले हामी फ्याक्टोरियल निकाल्न सक्छौँ अनि यो फ्याक्टोरियल यसको फर्मुला के हुनसक्छ फ्याक्टोरियल n माइनस 1 इन्टु n भनेको n इन्टु फ्याक्टोरियल n माइनस 1 हेरौँ कसरी गर्ने यो फ्याक्टोरियल निकाल्न कसरी गर्ने प्रोग्राम हेरौँ सिम्पल छ हेरौँ कन्ट्रोल ए गर्ने अनि सिफ्ट ह्याज इन्क्लुड लेस देन stdio डट h ठिक छ अनि यहाँ म फंक्सन के बनाउँछु इन्ट फ्याक्टोरियल फ्याक्टोरियल अनि इन्ट n फंक्सन एउटा भ्यालु माग्छौँ अनि युजरले मानौ 0 दिइहाल्यो त 0 इक्वल टु 0 भइहाल्यो भने रिटर्न 1 गरिदिने अनि छैन भने त्यो इल्समा आइहाल्छ अनि इल्स भनेको नम्बरमा मानौ 5 छ नि त्यो 5 इन्टु फ्याक्टोरियल भनेको 5n माइनस 1 त यसरी हामीहरू यो बारम्बार भनेको चलिरहन्छ अनि यो फंक्सनलाई अब इन्ट मेनमा हामीहरू कल गर्छौँ हामीहरू एउटा भेरिएबल क्रिएट गर्छु a नामले ओके अब यहाँ हामी युजरबाट नम्बर माग्ने प्रिन्टअफमा स्क्यानर पर्सेन्टेज प्रिन्टअफमा इन्टर नम्बर अनि स्क्यानरमा पर्सेन्टेज d अनि कामा m% a गर्न सक्छौँ अब प्रिन्टअफमा हामी के गर्न सक्छौँ फ्याक्टोरियल अफ पर्सेन्टेज d स्ल्यास n ए अनि फ्याक्टोरियल ए भनेको जब प्रिन्ट हुन्छ भने फ्याक्टोरियल अफ 5 मानौँ 5 फ्याक्टोरियल अफ 5 इज 5 प्रिन्ट हुन्छ अनि 5 को फ्याक्टोरियल इज मानौँ 120 हुन्छ भने फ्याक्टोरियल अफ 5 इज 120 यसरी प्रिन्ट हुन्छ हेरौँ रिटर्न गर्ने RETU रिटर्न अब कन्ट्रोल अल्ट एन गरौँ हेरौँ इन्टर नम्बरमा म के दिन्छु मानौ 5 राखौँ है 5 को फ्याक्टोरियल अफ 5 इज 120 भइहाल्यो यसरी हामीहरू फ्याक्टोरियल प्रिन्ट गर्न सक्छौँ फ्याक्टोरियल ओके इन्टर नम्बर मानौ एकचोटि फेरि इन्टर नम्बरमा म के राख्छु मानौ 8 को फ्याक्टोरियल मलाई चाहियो त फ्याक्टोरियल अफ 8 इज 40320 यसरी हामीहरू प्रिन्ट गर्न सक्छौँ सिम्पल कुरो फ्याक्टोरियलको ओके यहाँ हामी फंक्सन बनाएको छौँ अनि यो फंक्सन आफैले इल्समा आफैले कल गरेको छ बनाएको छ अनि यहाँ हामी कल गरेको छौँ फंक्सनलाई ठीक छ ओके अब यो सिन्ट्याक्स हो कसको फ्याक्टोरियल क्याल्कुलेट गर्नको लागि यो सिम्पल सिन्ट्याक्स हो फंक्सन रिकर्सिभ फंक्सनको ओके हेरौँ अब हामी च्याप्टर 5 को प्र्याक्टिस सेट क्वेसनमा जानेछौँ फंक्सन एन्ड रिकर्सनको प्र्याक्टिस सेटमा 1 नम्बरमा के भनेको छ राइट अ प्रोग्राम युजिङ फंक्सन फाइन्ड एभरेज 3 नम्बर्स हामीलाई फंक्सन बनाउनु छ अनि त्यो फंक्सनमा हामीहरूलाई 3वटा नम्बर्सको एभरेज बनाउनु छ अनि त्यो फंक्सन हामी इन्ट मेनमा कल गर्नु छ अनि हामी त्यो एभरेज अफ 3 नम्बरलाई प्रिन्ट गर्नु छ कसरी गर्ने हेरौँ सिम्पल छ केही छैन कन्ट्रोल ए गरौँ अनि सिफ्ट ह्याज इन्क्लुड लेस देन stdio डट h ठिक छ अलि ठुलो गरौँ है यहाँ म के बनाउँछु फर्स्टमा त इन्ट मेन बनाउँछु इन्ट मेनमा के बनाउँछु इन्ट हामीहरूलाई 3वटा भ्यालु चाहियो नम्बर युजरबाट a b कामा c सेमिकोलन टर्मिनेटर प्रिन्टरमा इन्टर 3 इन्टिजर्स यसरी हामीहरू प्रिन्ट गर्नछौँ अनि स्क्यानरमा पर्सेन्टेज d अनि एम्परसेन्ट a अनि एम्परसेन्ट b एम्परसेन्ट c अनि 3वटा भ्यालुलाई हामी एउटा प्रिन्टको मतले हामी पनि यसरी गर्न सक्छौँ प्रिन्ट माग्न सक्छौँ ओके अब यहाँ हामी यहाँ हामी के गर्छौँ फर्स्टमा त यहाँ एउटा फंक्सन क्रिएट गरौँ इन्ट के नामले
के नामले गर्ने एभरेज नामले एभरेज ओके एभरेज नामले गरौँ अनि यहाँ हामीहरू एभरेज नामले गरौँ ठीक छ नि अनि यहाँ हामी प्रिन्टअप के गर्छौँ प्रिन्टअपमा द एभरेज इज %12 अनि x + y + z अनि यहाँ हामी 3.0 या यसलाई हामी यसरी पनि लेख्न सक्छौँ 3 हटाएर अनि %2f को ठाउँमा d पनि राख्न सक्छौँ %2f को ठाउँमा d पनि राख्न सक्छौँ डेटा टाइप्स जुन पनि हुन सक्छ मानौ युजरले इभेन नम्बर त्यो सबै इभेन नम्बर टाइप गर्यो भने %d डेटा टाइप नै राम्रो हो तर युजरले कुनै पनि नम्बर दिन सक्छ त्यसकारण हामीहरू यहाँ %.2f लगाउँछौँ ओके डेटा टाइप्स अब यसको रिजल्ट हेरौँ रिटर्न 0 हेरौँ यो सिम्पल प्रोग्राम हो तीनवटा भ्यालु माग्ने अनि त्यो फंक्सनमा आउने अनि त्यो फंक्सनलाई कल गर्ने हेरौँ अनि यहाँ कल पनि गर्नुपर्छ एभरेज abc.c वा सरी टर्मिनेटर अनि रिटर्न 0 गरिदिने अब ओके अब यस फंक्सनलाई रन गरौँ अब हेरौँ यो फंक्सनलाई रन गर्दा के हुन्छ ओके एउटा समस्या हुन्छ यो फंक्सनलाई रन गर्दा हेरौँ यहाँ हामी डिक्लेयर गरेको छैन 1 मिनेट 1 मिनेट सरी गाइस यहाँ हामीहरूलाई डिक्लेयर गर्नुपर्छ इन्ट एभरेज इन्ट x इन्ट y इन्ट z अनि डिक्लेयर भइहाल्यो अब यो फंक्सनलाई इजिली हामी रन गर्न सक्छौँ हेरौँ इन्टर 3 इन्टिजर्स मागिरहेछ म 4 दिन्छु अनि 5 दिन्छु अनि मानौ 9 दिन्छु हेरौँ द एभरेज इज 6 आइहाल्यो यसरी हामीहरू फेरि गरौँ मानौ इन्टर 3 इन्टिजर्समा म के दिन्छु 6 अनि 32 अनि 99 ओके द एभरेज इज 45.67 सरी 67 यो हाम्रो युजर एभरेज भइहाल्यो राइट अ प्रोग्राम युजिङ फंक्सन फाइन्ड द एभरेज यो हामी गरिसक्यौँ अब हामीहरू 2 नम्बर क्वेसनमा जानेछौँ 2 नम्बर क्वेसनमा के भनेको छ कि राइट अ फंक्सन टु कन्भर्ट सेल्सियस टेम्परेचर इन्टु फरेनहाइटमा भनेको सेल्सियस टेम्परेचरलाई हामी फरेनहाइटमा कन्भर्ट गर्दैछ त्यो पनि कोडको मद्दतले कसरी गर्ने हेरौँ फर्स्टमा हामी के गर्छौँ shift has include less than stdio.h गर्छौँ ठीक छ अब हामी फर्स्टमा त फंक्सन बनाउँछौँ नाम के दिन्छौँ सेल्सियस टु फरेनहाइट छ नि टेम्परेचर नै दिन्छौँ यहाँ हामी के भन्छौँ इन्ट टेम्परेचर टेम्परेचर ठीक छ ओके अब यहाँ हामी के दिन्छौँ इन्ट एउटा भ्यालु ठीक छ यहाँ हामी के गर्छौँ फर्स्टमा त हामी यहाँ हामी के गर्छौँ इन्ट मेनमा एउटा एकछिन इन्ट मेनमा हामी इन्ट ए एउटा भ्यालु माग्छौँ त्यो पनि युजरबाट ओके युजरबाट कुन भ्यालु माग्छौँ इन्टर अ Celsius to Fahrenheit. Enter a Celsius value. Celsius value. Okay. अब हामी यसलाई स्क्यानअप गराउँछौँ स्क्यानअपमा %d अनि %a ओके हामी
अब हामी यसमा के गर्छौँ इन्ट एफ गर्छौँ ठिक छ अनि इन्ट एफमा हामीहरू एफ इक्वल टु हामी कोस्टमा के दिन्छौँ ए इन्टु 9/5 अनि सानो कोस्ट अनि प्लस 32 यो सिम्बल छ जब हामी 9 10 मा हामी पढ्दा c माइनस 0/32 होइन 100 अनि इक्वल टु एफ माइनस 32 बाई 180 हुन्छ नि त्यो सबै हामीलाई गुणा भाग गरेर हामी यसरी पनि लेख्न सक्छौँ एफ इक्वल टु सानो कोष्टमा यो सबै भ्यालु लेख्न सक्छौँ ओके अब यहाँ प्रिन्टअपमा के गर्दिने द प्रिन्टअप भ्यालु इज पर्सेन्टेज डी त्यो डबल कोटमा राखिरहने कामा अनि एफ अनि रिटर्न एफ गरिदिने ओके अब यहाँ हामीहरू एउटा इन्ट मेन फङ्सनबाट हामी युजरबाट भ्यालु माग्छौँ इन्टर सेल्सियस भ्यालु अनि स्क्यानअप गर्छौँ अनि यहाँ हामी कल गर्छौँ टेम्परेचरलाई हामी कल गर्छौँ अनि रिटर्न 0 गरिदिनु भइहाल्यो ओके अनि जब युजरले सेल्सियस भ्यालु दिन्छ अनि त्यो हाम्रो कन्भर्ट भइहाल्छ फरेनहाइटमा हेरौँ कन्ट्रोल अल्ट एन ठिक छ अलि मेरो सिस्टम स्लो छ त्यसकारण त्यही टाइम लागिरहेको छ अब यहाँ हेर्न सक्छौँ इन्टर सेल्सियस भ्यालुमा म सेल्सियस भ्यालुमा म 37 दिन्छु ओके 37 डिग्री सेल्सियस ओके अब द फरेनहाइट भ्यालु इज 98 आइहाल्यो 98 फरेनहाइट ओके यसरी हामीहरू सेल्सियस भ्यालुलाई हामी फरेनहाइट या फरेनहाइट भ्यालुलाई सेल्सियसमा पनि कन्भर्ट गर्न सक्छौँ त्यो म्याथ क्याल्कुलेसन हो हामी यो 90 मा म्याथलाई हामी क्याल्कुलेसन गरेर एफलाई या सीलाई हामी याद गरेर हामी निकाल्न सक्छौँ ओके इन्टर सेल्सियस भ्यालुमा म के दिन्छु 30 मानौ 30 मात्र दिन्छु द फरेनहाइट भ्यालु इज 86 आइहाल्यो ओके अब नेक्स्ट हाम्रो क्वेसन के छ हेरौँ नेक्स्ट क्वेसन के छ राइट अ फङ्सन टु क्याल्कुलेट फोर्स अफ अट्र्याक्सन अन अ बडी of mass m exerted by earth consider g 9.8 meter per second square write a function to calculate force force को फर्मुला हुन्छ f equal to mg त त्यो mg छ नि त्यो बडी अफ मास छ त त्यो हामी युजरबाट लिन्छौँ अब 3 नम्बरमा के भनेको छ कि write a function to calculate force of attraction on a body of mass m exerted by earth consider g is equal to 9.8 meter per second square के भनेको छ कि write a function to calculate फङ्सनमा हामीहरूलाई प्रोग्राम बनाउनु छ अनि त्यो एट्र्याक्सन अन अ बडी अफ मास छ नि त्यो मास हामी युजरबाट लिने अनि हामीलाई थाहा छ कि फोर्स इक्वल टु एमजी हुन्छ त्यो हामीलाई फोर्स निकाल्नु छ त्यो फङ्सनबाट तर एफ इक्वल टु एमजी हुन्छ नि त्यो एमजी हामी युजरबाट लिने त्यो प्रोग्राम कसरी गर्ने सिम्पल हो फर्स्टमा त यो युजलाई हामी इरेज गर्छौँ अनि यहाँ टाइप के गर्ने सिफ्ट ह्याज इन्क्लुड अनि लेस देन स्टुडियो डट एच ठिक छ अनि फङ्सन बनाउनु छ त फङ्सनको नाम हामी के दिन सक्छौँ फोर्स दिन सक्छौँ जुन पनि दिन सक्छौँ डिपेन्डिङ ओके फोर्सको नाम म फङ्सनको नाम फोर्स दिन्छु ठिक छ इन्ट एफओआरसिई फोर्स अनि एउटा भ्यालु चाहियो त्यो हो मास त हामी इन्ट अनि मास एउटा भ्यालु माग्छौँ जुन नामले अनि यहाँ हामी के गर्छौँ हामीलाई थाहा छ कि फोर्स इक्वल टु एम इन्टु जी हुन्छ ठिक छ तर यहाँ हामी डिक्लेयर गर्नुपर्छ इन्ट जी इक्वल टु कति छ 9.8 हामीलाई गिभनमा दिइसकेको छ
9 पोइन्ट कति छ सरी इक्वल टु 9.8 दिइसकेको छ ठिक छ ओके अब यहाँ इन्टमा एम पनि डिक्लेयर गरौँ ठिक छ अब एफ इक्वल टु एम स्टार जी त्यो हाम्रो फर्मुला हो हामी बच्चे क्लासले कि एफ इक्वल टु फोर्स इक्वल टु एम इन्टु जी हुन्छ ओके अब यसलाई हामी प्रिन्ट गरौँ प्रिन्ट अफ सरी प्रिन्टरमा फोर्स इज पर्सेन्टेज एफ अनि रिटर्न 0 अनि अब यो हामी अब यो सबै हामी इन्ट मेनमा गर्छौँ कल गर्छौँ इन्ट मेनमा हामी के गर्छौँ कल गर्छौँ ओके अनि इन्ट मास इक्वल टु हामी युजरबाट माग्छौँ इन्टर मास भनेको इन्टर मास अफ बडी लाइक सेम लाइक जुन पनि दिन सक्छौँ नाम अनि यहाँ स्क्यानरमा पर्सेन्टेज डी अनि एम्परसेन्ट मास ओके अब हामी यहाँ कल गर्छौँ फोर्स एफओआरसी फोर्स ठिक छ अनि फोर्स इक्वल टु मास दिदिने भनेको इन्टको भ्यालु हामी मास दिएको छौँ अनि मासको ठाउँमा हामी जुन पनि भ्यारिएबल दिन सक्छौँ ओके अब यसलाई रिटर्न गर्ने अनि यो यसलाई ब्राकेट क्लोज गरिदिने ओके अब यहाँ stdio डट हेज इन्क्लुड सरी यहाँ हेज इन्क्लुड हुन्छ अब भइहाल्यो ठिक छ अब यहाँ के गर्ने यहाँ इन्ट एफ गर्न सक्छौँ भइहाल्यो अब यसलाई रन गरौँ है अल्ट एम कन्ट्रोल अल्ट एम Net not previous definition was here one since tab control alt m अब इन्टर मासमा म मेनको कुनै पनि मेनको पर्सनको मास म 90 केजी दिइहाल्छु ठिक छ अनि अब फोर्स इक्वल टु 90 इन्टु 9.8 भनेको 81 आइसक्यो तर त्यो पोइन्टलाई लिएन किनकि हामी यहाँ डेटा टाइप कुन प्रयोग गरेको छौँ इन्ट प्रयोग गरेको छौँ भने इन्टिजर अनि हामी जब डेटा टाइप फ्लोट प्रयोग गर्छौँ भने त्यो हाम्रो पुरै भ्यालु पोइन्ट बाहेक सबै आउँछ पोइन्ट पनि भ्यालु आउँछ ओके अब हामी नेक्स्ट क्वेसनमा जाउँ ठिक छ नेक्स्ट हाम्रो क्वेसन के हो नेक्स्ट हाम्रो क्वेसन हो 4 नम्बरको राइट अ प्रोग्राम युजिङ रिकर्सन टु क्याल्कुलेट द nth एलिमेन्ट अफ फिबोनाची सिरिज यो मोस्ट इम्पोर्टेन्ट हो यो क्लास 11-12 मा पनि सोधिन्छ राइट अ प्रोग्राम युजिङ रिकर्सन टु क्याल्कुलेट द nth एलिमेन्ट अफ फिबोनाची सिरिज हामीलाई रिकर्सनको मद्दतले फिबोनाची सिरिज हामी nth एलिमेन्ट भनेको युजरबाट हामी जति युजरले तोकिदिन्छ त्यो त्यतिसम्मको हामीहरूलाई फिबोनाची सिरिज हामीहरूलाई नम्बर क्याल्कुलेट गर्नु छ भनेको युजरले मानौ 2 दिइहाल्यो भने न त 0 अनि 0 अनि 1 अनि 2 अनि 0 1 अनि 0 + 1 भनेको 1 नै हुन्छ नि 1 + 2 भनेको थियो र 0 1 3 यसरी प्रिन्ट हुँदै जान्छ nth एलिमेन्टसम्म युजरले जति दिन्छ अनि त्यति अनुसार फिबोनाची सिरिज क्याल्कुलेट हुँदै जान्छ ओके हेरौँ कसरी यो प्रोग्राम बनाउने फर्स्टमा हामी सिफ्ट हेज इन्क्लुड स्टुडियो डट एच टाइप गर्छौँ सिफ्ट हेज इन्क्लुड स्टुडियो डट एच ठिक छ अनि यहाँ म फर्स्टमा इन्ट मेन फङ्सन बनाउँछु ठिक छ अनि इन्ट मेन फङ्सनमा हामी युजरबाट भ्यालु माग्छौँ अनि त्यो कति एन टर्मसम्म फिबोनाची सिरिज चाहियो त्यो ओके
यहाँ हामी एउटा भ्यारिएबल क्रिएट गर्छु ए नामले ओके। अनि यहाँ प्रिन्ट अफमा के गर्छु इन्टर इन्टर फिबो नेकेक सिरिज लिमिट ओके। अनि स्क्यानरमा पर्सेन्टेज डी अनि एम्परसेन्ट ए गरिदिन्छु ओके। अब यहाँ हामी एउटा रिकर्सन फङ्सन बनाउँछु फिबोको नेकेक नामले फिबो नेकेक ठिक छ। अनि यसमा एउटा भ्यालु चाहियो इन्ट ए ठिक छ। अब यसमा के गर्ने फर्स्टमा त हामी एउटा लुप लगाउँछु फोर इन्ट आई इक्वल टु 0 अनि आई लेस देन ए अनि आई प्लस प्लससम्म। अनि यहाँ प्रिन्टरमा पर्सेन्टेज डी फिबोनेकिक आई गरिदिन्छु ओके। अब यहाँ हामी रिकर्सनमा हामी के दिन्छौँ यहाँ हामी के कन्डिसन लगाउन सक्छौँ इफ ए इक्वल टु मानौ 0 भइहाल्यो त रिटर्न 0 गरिदिने इल्स इफ ए इक्वल टु 1 भइहाल्यो भने रिटर्न 1 गरिदिने। अनि इल्समा हामीहरू सबै प्रोग्राम रिटर्न गर्छ फिबोनेकिक ए माइनस 1 प्लस फिबोनेकिक ए माइनस 2 ओके। अब यहाँ हामी रिटर्न रिटर्न 0 गरिदिन्छु ओके। अब यहाँ पनि रिटर्न 0 गरिदिने ओके रिटर्न 0। अब यो प्रोग्रामलाई रन गरौँ राइट सकिन्छौँ कन्ट्रोल अल्ट एन। अलि मेरो सिस्टम स्लो छ त्यस कारण अलिक टाइम लाग्न सक्छ। सो अब इन्टर फिबोनेकिक सिरिजमा लिमिटमा हामी मानौ 9 सम्मको एन्थ 9 एन्थ टर्मसम्मको मलाई चाहियो फिबोनेकिक सिरिज म इन्टर प्रेस गरेँ त यसरी हेर्न सक्छौँ 0 1 1 अनि 2 3 5 8 13 21 भनेको यसरी गएको छ 0 1 अनि 1 1 अनि 1 प्लस 2 भनेको 3 अनि 2 3 प्लस भनेको 5 अनि 5 प्लस 3 भनेको 8 अनि 8 प्लस 5 भनेको 13 अनि 30 प्लस 8 भनेको 21 यसरी फिबोनेकिक सिरिज बढ्दै जान्छ। जति युजरले माग्छ अनि त्यति अनुसार फिबोनेकिक सिरिज बढ्दै जान्छ ओके। अब हाम्रो प्रोग्राम सकिहाल्यो अनि यो तपाईँलाई यो फङ्सन एन्ड रिकर्सन च्याप्टर 5 कस्तो लाग्यो राम्रो लाग्यो भने लाइक सेयर सब्सक्राइब गरिदिनु होला। अनि अब हामी च्याप्टर 6 मा मिल्नेछौँ जुन हो एरेमा हामी मिल्नेछौँ ओके। सो बाई बाई।